बच्चा छ है मान्छे मैले खोजेको चाहिँ यो थुक्पा म कसरी गर्छ अरे अलिकति डढाइन्छ क्या अनि यो चाहिँ स्ट्रिङमा हातेर राख न तिमी थ्याङ्क यू थ्याङ्क यू आज विकेन्डको दिन चाहिँ मेरो साथीको पालो हो एभ्रिथिङ होइन र हाँस्छु त चम्ची पनि लिएर आउनु तपाईँलाई हल्का नुन लाएर खाँदा पनि हुन्छ म चाहिँ नुन खाँदिनँ टेस्ट आउँछ नि त यहाँनिर के लागि यो गरेर थ्याङ्क यू मेरो पनि थियो त फेन्टा लानुहोस् भन्दा भने मेरो 4वटा हात छैन नि त गाडीमै छ मेरो चाहिँ पनि हो बिहान बिहान उठेर धरानमा थुक्पा खान जाने बानी थुक्पा भनेको अब त्यो एकदमै स्पाइसीवाला टक्क पिरो अमिलो मिलेर खाने होइन सुक्खा खाने मन मान्छ बिहान थुक्पा चाहिँ गाह्रै हो अब हामी हिँड्ने बेलै पानी परिरहेको अब चाहिँ हामी ब्रेकफास्ट गरिसक्यौँ मेरो डियर साथीले बनाउनु भएको मिठो थियो तर हामी चाहिँ अब थुक्पा खाने बानी बिहान बिहानै उठेर अनि यताको अब युज हुन बाँकी नै छ आज चाहिँ हाम्रो सन्डे मार्केटको ग्रोसरी लिन जाँदैछौँ किनभने मेरो साथीको विकेन्डमा मात्र छुट्टी हुन्छ अदरवाइज चाहिँ बिहान 6 बजी गएर बेलुका 7 बजी मात्र आउनुहुन्छ टाइम दिन सक्नुहुन्न के भन्न चाहनुहुन्छ त्यस्तो साह्रो केही भन्नु छैन आजको मौसमले च्यालेन्ज गरिराखेको छ जाडो छ तर मैले अहिले चाहिँ ज्याकेट ब्याक सिटमा राखेको छु मान्छे फेरि यस्तो ट्राभलहरू गर्दा यस्तो टी सर्ट कम्फर्ट हुन्छ क्या ज्याकेटहरू लगाएर गुम्बा जस्तो हुन्छ अनि बाहिर निस्किसकेपछि लगाउँछु मनको गीत बजाइदिइरहनु भएको छ नि त त्यही भएर मलाई मनपर्ने गीतहरू एन्ड फाइनली हामी चाहिँ ग्रोसरी सप आइसकेको छौँ इचको चाहिँ $2 र फाइनली हाम्रो चाहिँ सपिङ सबै सकिसकेको छ हामीले चाहिँ अब किनभने हामीसँग धेरै टाइम भएन जस्ट 1 आवर मात्र बाँकी थियो 1 आवर भित्र चाहिँ हामी चाहिँ अब निडेडहरू चाहिँ बोकेको छौँ धेरै नै टायर मोड ओन्ली 35 जतिमा 35मा हामीले के ल्यायौँ अङ्गुर स्याउ काँक्रा आलु प्याज टमाटर साग धनियाँ अनि जे निड छ प्याज त हामीले 5 केजी नै ल्यायौँ क्या धेरै सस्तो किनभने हामीले अरू अब कोसतिर के मार्टतिर किनेको भए त अलमोस्ट 100 भन्दा माथि क्रस हुन्छ है पोल्समा अनि अब हामी चाहिँ फर्किँदैछौँ एकछिन थाहा भयो यो साथीले गरेर तपाईँको कति पैसा बच्यो मैले नै भनेर उहाँलाई जानुपर्छ भनेर आएको अलिकति टाढो चाहिँ टाढो एकछिन लेमन पनि छ $10मा 1 कार्टन थियो कि लेमन अन्त कोसमा गयो भने 3 दानाको $4 पर्छ
चाहिँ हामी कोस्टमा छौँ र यो लगेर छौँ पर विक हुन्छ हामीलाई अहिले चाहिँ हामी इन्डियन स्टोरमा आएको छौँ मेरो साथीलाई चाहिँ झटपटै खानु मन लागिरहेछ अरे मलाई ओ यो फ्री पनि खोजेको अचार खानु पऱ्यो नि अचार यो त झन् अर्ग्यानिकवाला यो क्राफ्ट गरेको हो क्या उनीहरूले देखाउनु पछाडि के बनाउनु देखाउनु छिटो यस्तो बच्चा छ है मान्छे यहाँ यहाँ यता यता फर्किने केटाकेटी जस्तो चिप्सहरू बोक्छ यता यता देखाउनु नि त ल म लानु भन्छु म के नाइ भन्छु त यहाँ ए यस्तो बोक्छ यहाँ मैले खोजेको चाहिँ यो थुक्पाको लागि नुडल्स हो के अनि यो प्याकेट कतिवटा बोक्नुहुन्छ हौ मेरो हात त खाली छैन यो कसले बोक्छ यो डन यो सागहरू भयो या अङ्गुर भयो माथि टमाटरहरूदेखि लिएर यहाँ कोपी सबै यो म्यारिनेट गरेर आज थुक्पा खाइने पकाउने सोच छ यो माछा हिजोको म्यारिनेट गरेर राखेको अनि यो काँक्रा पनि अलमोस्ट 4 केजी जति नै होला ठुल्ठुलो छ अन्डा त हामीसँग इनफ नै थियो त्यही भएर ल्याएनौँ अनि यो साग र धनियाँ पनि कति धेरै ठुलो के यो ड्याम्मै सागै छ अनि यहाँ मुनि चाहिँ सबै फ्रुट्स छ फ्रुट्स मकैहरू मैले राखिदिएको छु अनि यहाँ चाहिँ मुनितिर चाहिँ अब यहाँ चाहिँ मैले सबै त्यो अघि हामीले चिकन लिएको चिकन राखिदिएको छु अनि पराठा यो खोर्सानीहरू छ इभन यहाँ पनि मिलाउँदैछु हामी आज एकदमै टार मोड हाम्रो मेन चाहिँ स्पेसल 10 बजे पछाडि चाहिँ दुईजना कहाँ आएको छौँ भन्नुहोस् त थुक्पा खाएर आज ड्राइभिङ सिक्नुको लागि मैले पब्लिक ट्रान्सपोर्ट पनि रिलाइ भइरहेको छु त्यही भएर राति विकेन्डमा चाहिँ यसरी आउने गरेको छु उताको नेपालको लाइसेन्सले मैले यहाँ ड्राइभ गर्न पाउँछु कि पाउँदिनँ पाउँछु होइन उहाँले मलाई अगाडि इन्स्ट्रक्सन दिइसक्नु भयो अलिकति मलाई कराउनु पनि हुन्छ भयो कि भएन भन्नु त भयो तिमीले कुदाउँछौ नकुदाउने त होइन र अब कहिले काहीँ अलिक धेरै स्पिड कुदाउँछौँ त्यही भएर अब सुरुमा त्यस्तो साह्रो स्पिड कुदाउनु हुन्न बिस्तारै बिस्तारै लेभल बढ्दै जान्छ ल अब हामी चाहिँ स्टार्ट गऱ्यौँ है त कस्तो लाग्दैछ त तपाईँलाई मेरो कुदाइ मैले 2-3 चोटि त कुदाइसकेको छु हाउ यु फिल एज अ ट्रेनर म कुनै अब लाइसेन्स प्राप्त ट्रेनर होइन जस्ट सँगै सिकाइदिनु मात्रै खोजेको अब अलरेडी तिमीसँग लाइसेन्स भएको कारणले गर्दाखेरि मात्रै हो नत्र भने अब 0 लेभलदेखि चाहिँ सिकाउनु सकिँदैन अगाडि अगाडि तिमी यहाँबाट तिमी प्रसाद देख्दैनौ नि त तिमी यहाँसम्म पुग्दाखेरि त अर्को गाडी आउँदैछ उताबाट कुदाएर एकचोटि जति छ स्ट्रिङमा हात राख नि त तिमीले कहाँ फुलाइछन् जस्तो तरिकाले हातले कुदाएको ल नि अहिले तिमीलाई खाली छ नि त पछि चाहिँ अब पछाडिबाट अर्को गाडी रोडमा चाहिँ स्ट्रेटली लेफ्ट राइटको नहेरिकन देउ जस्तो उनीहरूले रोक्छ यो त तिम्रो बाटो हो नि त कन्सन्ट्रेट अगाडि बाहिर आउँदाखेरि चाहिँ अब ड्राइभिङहरू नेपालमै गरेर आयो भने चाहिँ फार इजी हुन्छ मलाई अगाडि नै भन्नुभएको थियो त्यही भएर मैले अगाडि नै टाइम निकालेर उतैबाट लाइसेन्स फर्स्ट रेटमै निकालेको थिएँ भोलि छिटै उठेर जानुपर्छ त्यही भएर यहाँ लेट्स गो म यो हाइवेतिर चाहिँ म ड्राइभ गर्नु गाडी नेपालमा ड्राइभिङ सिकेर बहुत राम्रो काम गर्यो बेबी अब हामी चाहिँ घर आइसक्यौँ गाडी मात्रै चाहिने हो क्या म कसरी गर्छु अरे यसरी गर्नु सक्छ तर अब यसरी चाहिँ उयो भइहाल्यो प्रायः जस्तो यसरी सिकाउँदा रहेछ ल अब हामी चाहिँ घर आइसक्यौँ थ्याङ्क यू सो मच बाई बाई